हेलो वेलकम टु माई च्यानल। आज भने हाम्रो नयाँ ब्लग आएको छ है साथीहरू, हेर्नु होला है। आज भने हामी ईदको लागि खसी लिन जाँदैछौँ है साथीहरू। यही बेलामा एउटा सानो टुक्का सुनाइदिइहालौँ है त। हामी ड्युटी नि सकेर खसी खाने मन गर्यो हृदयमा लम्जोङ तुलुङको सरर हावा चल्यो लाकुरीको रातो बेला खसीको मार्केट कति बेला खानी हो पकाएर हेलो साथीहरू भाइ, आज हामी खसी मार्केट आइएको छ है साउदी अरेबियामा। खसी किन्न आएको हेर्नुहोस्, आज लास्टै भिड छ। खै कता कता हो खसी। पहिला हेरौँ न अनि है साथीहरू। हजुर हेर्नु क्या, मलाई त आउँदैन है। हो भन्नु चाहिँ हेर्नु पनि छानिहाल्नु है। है साथीहरू, अब भने 1400को खसी आयो है पालो। हेर्नुहोस्, 1400को खसी उठाइयो साथीहरू। ईदको बेलामा 12-13जना साथीहरू मिलेर 1400को खसी हो है साथीहरू। 1400 रियालको खसी है साथीहरू। खसी तान्दैछन् केटाहरू। साउदीमा ईद लागेको छ है। ल हेर्नुहोस्, ए त हाम्रो बडा दाजु चाहिँ मेन। अब आउनु त, अब आउनु। जति जति अहिले दुःख गऱ्यो त्यति मासु मिठो हुन्छ है। ल अब भने खसी पोल्ने कार्यक्रम भइरहेको छ है साथीहरू। ग्यासबाट पोलिँदैछ है। ल है साथीहरू, अब भने फाइनली कटिङ मटिङ भइसकेको छ। अब खाने बेला आइसकेको छ है साथीहरू। के गर्नु, क्याममा पकाउन दिँदैन, हेर्नु काट्न दिँदैन, लुकी लुकी काट्नु परिरहेको छ हेर्नु है। त्यस्तै छ, के गर्ने। रातिको 11 बजिसक्यो। गाह्रो छ हजुर, साउदीमा पनि गाह्रो छ है। आजको कुकम्यान हाम्रो राम दाई हुनुहुन्छ है साथीहरू। स्पेसल बनाउँदै हुनुहुन्छ। खाने जातिहरू चट्ट आउनु होला। रातिको 11 बजिसकेको छ, त्यही पनि आउनु होला है। ल जुबेल एरियामा हुनुहुन्छ भने आउनु होला है। है दाइ, के छ खबर? ठिक छ नि? खसीको मासु एकदम एकदम ईद लागिरहेछ होइन? अनि ईद भन्दा चाहिँ हाम्रो अब भने हामी फाइनलमा आएका छौँ साथीहरू। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र भिडियो लाइक सेयर सब्सक्राइब पनि गर्न नभुल्नु होला है साथीहरू। लाइक सेयर सब्सक्राइब पनि अवश्य गरिदिनु होला भन्ने आशा गर्दै आजको यस भिडियोबाट बिदा हुन